यो साथीहरू आजको भिडियो हाम्रो के हो भने कि हामीले आफ्नो नेट स्पिड कसरी चेक गर्ने हो। हामीले युज गरिरहेको वाइफाई अथवा मोबाइलको डाटा कतिको स्पिडले नेट दिइरहेछ, त्यसलाई कसरी फास्ट गर्ने त्यसको बारेमा म भिडियो सिकाउने छु। भिडियोमा पहिलोचोटि आउनु भएको छ भने च्यानल सब्सक्राइब गरेर भिडियो लाइक गर्नु होला। र हामीले युज गरिरहेको वाइफाई हामीले कतिको स्पिड छ, हामीले युज गरिरहेको डाटा कतिको स्पिड छ र कुन ठाउँमा सिफ्ट गर्दा स्पिड होला त त्यसकै बारेमा सिकाउने छैन। त्यसलाई तपाईँ भिडियो पुरा फुल कन्टिन्यू गर्नु होला र तपाईँलाई नेक्स्ट भिडियो के हुन्छ त्यो पनि कमेन्ट गर्नु होला। साथीहरू भिडियो सुरु गरौँ कि हामीले आफ्नो युज गरिरहेको वाइफाई कतिको स्पिड छ, हामीले आफ्नो नेटको स्पिड कसरी चेक गर्ने, स्पिड कसरी बुस्ट गर्ने सम्पूर्ण कुरा यसमा सिकाइरहेको छ। भिडियो सुरु गरौँ। सबभन्दा पहिला हामीले त क्रोम फाइलमा के त नेट स्पिड टेस्ट भनेर हामी सर्च गर्छौँ। जुन यहाँ माथि आयो मेरो नेट स्पिड भनेर माथि देखायो। हामीले क्रोम फाइलमा यसलाई प्लस सर्च गर्नुपर्ने हुन्छ। जब हामीले नेट स्पिड टेस्ट सर्च गर्यो भने एउटा यो माथिको एउटा साइट हेर्नु होला, fast.com भन्ने एउटा साइट छ। त हामीले यो fast.com साइटमा हामीले क्लिक गर्नुपर्ने हुन्छ है त, सुरुको साइटमा त्यसमा क्लिक गर्यो। जब हामी त्यसमा क्लिक गर्ने बित्तिकै यसले हाम्रो नेट स्पिड चेक गर्न थाल्छ। हाम्रो स्पिड कतिको छ यसले चेक गरेर दिन्छ हामीलाई हैन। हेरौँ कि मेरो मैले युज गरिरहेको वाइफाई मेरो कतिको स्पिड दिइरहेछ त्यो यसले चेक गरेर देखाउँछ अहिले। हेरौँ र मेरो स्पिड यसले 12 Mbps देखायो। मेरो नेट स्पिड भन्यो के त यहाँ यसले भन्दैछ कि यो इन्टरनेट स्पिड इज 12 Mbps हैन देखायो। अब फेरि यसले म रिफ्रेस गर्छु कतिको देखाउँदो रहेछ। त साथीहरू मेरो यो 12 Mbps देखाउनु भनेको मभन्दा माथिल्लो तलामा छ वाइफाई, माथिको कुनामा छ, त्यही भएर तलपट्टि म यहाँ तलको कोठामा छु, त्यही भएर हल्का स्पिड स्लो देखाउँछ। जुन अहिले हेर्नु कि कति त 43 Mbps देखायो यसले। त यो कसरी देखायो कि मैले ठाउँ चेन्ज गरेँ, मैले बसेको ठाउँमा त अलि पर गएर मैले यहाँ चेक गर्दाखेरि यहाँनिर कति 43 Mbps देखायो। फेरि म रिफ्रेस गर्छु। यसरी तपाईँले बसेको ठाउँमा नेटको स्पिड कम देखायो भने तपाईँले हल्का लोकेसन चेन्ज गर्नु होला। तपाईँले यताउता गएर बस्नु होला, चेक गर्नु होला त्यहाँ कतिको Mbps देखाउँछ भनेर, त्यहाँ कतिको स्पिड देखाउँछ भनेर त्यहाँ गएर बसेर चेक गर्नु होला। हेर्नु अहिले कति त 33 को यसले स्पिड देखायो मेरो। त यसरी हामीले आफ्नो बसेको ठाउँमा नेट स्लो छ भने हल्का लोकेसन चेन्ज गरेर हामीले आफ्नो नेटको स्पिड बढाउन सक्छौँ। अब त्यस्तैमा हैन, अब मानौँ कि यसले वाइफाईबाट 33 को स्पिड दियो। अब म चेक गर्छु कि त डाटाबाट मेरो मोबाइलको डाटाबाट कतिको स्पिड यसले दिइरहेछ त्यो पनि हेरौँ हैन। लगभग मेरो वाइफाईबाट 33 45 यस्तै दियो, सुरुमा हल्का कम दिएको थियो। र अब हेरौँ मोबाइलको डाटाबाट यसले कतिको स्पिड दिँदो रहेछ। साथीहरू यदि तपाईँ बसेको ठाउँमा नेट हल्का स्लो देखायो भने हल्का तपाईँले लोकेसन चेन्ज गर्नु होला, ठाउँ चेन्ज गर्नु होला, त्यहाँ बसेर चेक गर्नु होला त्यहाँ कतिको स्पिड देखाउँछ। त्यहाँ बसेर तपाईँले नेट चलाउँदा नेटको स्पिड तपाईँले मजासँग लिन सक्नुहुन्छ। त हेरौँ कि अब डाटाबाट यसले कतिको स्पिड दिइरहेछ त्यो पनि म यहाँ टेस्ट गरिरहेको छु। लगभग डाटाबाट मलाई खासै लागेन कि त्यति स्पिड दिन्छ होला, तैपनि दियो। डाटाबाट कति त 9.4 Mbps को स्पिड दियो। अब फेरि म आफ्नो वाइफाईको चेक गर्छु है त कतिको स्पिड दिइरहेछ। फेरि मैले आफ्नो वाइफाई खोलेर फेरि मैले चेक गरेँ है त कतिको स्पिड दिइरहेछ। अघि न 43 हो 35 थियो जस्तै दिइरहेछ हैन, 20 एभब दियो अघि न। अब हेरौँ अहिले कति दिइरहेछ। फेरि मैले ठाउँ चेन्ज साथु गरेको छु है त, फेरि मैले लोकेसन चेन्ज गरेर बसिरहेको छु, ठाउँ चेन्ज गरेर बसिरहेको छु। यो ठाउँमा कतिको दिइरहेछ हेरौँ यहाँ पनि 29 Mbps को स्पिड दियो। त साथीहरू हामीले यसरी नै आफ्नो वाइफाईको स्पिड टेस्ट गर्न सक्छौँ, डाटाको स्पिड टेस्ट गर्न सक्छौँ। र तपाईँले प्रत्येक दिन बसेको ठाउँमा तपाईँको नेट स्लो चल्छ भने तपाईँले हल्का लोकेसन चेन्ज गरेर बस्नु होला। जुन ठाउँमा तपाईँले गएर चेक गर्नु, जुन ठाउँमा बढी देखाउँछ Mbps त्यो ठाउँमा गएर बसेर तपाईँले नेट चलाउनु होला। तपाईँको नेटको स्पिड जहिले पनि फास्ट नै हुनेछ। यसरी हामीले आफ्नो घरको वाइफाईको नेट स्पिड चेक गर्न सक्छौँ, अथवा अरूको कसैको युज गरिरहेको छ वाइफाई भने त्यसको पनि स्पिड चेक गर्न सक्छौँ। त तपाईँले भिडियोबाट के सिक्नुभयो प्लिज कमेन्ट गर्नु होला। र तपाईँ नयाँ हो भने तपाईँ च्यानल सब्सक्राइब गरेर भिडियो लाइक गर्नु साथीहरू। हस् त, तपाईँले नेक्स्ट भिडियो केमा चाहियो त्यो पनि कमेन्ट गर्नु होला।